नमस्ते, हजुरको नाम के हो? मेरो नाम शुभरत्न साक्य हो। तपाईँ यो भिबेल्टको काम चाहिँ कहिलेदेखि गर्दै हुनुहुन्छ? यो मैले सुरु गरेको धेरै वर्ष भइसक्यो, लगभग 30 वर्षकै हाराहारीमा पुग्यो होला र त्यो बेलादेखि अहिलेसम्म यो कन्टिन्यू नै भइराखेको छ र विशेष गरी हामीले ए ग्रुप, बी ग्रुप र सी ग्रुपको भिबेलको काम चाहिँ हामीले अहिलेसम्म गरिराखेका छौँ। यो एबिसी यिनीहरूमा चाहिँ के फरक छ? ए भन्नाले पातलो साइजको हुन्छ, त्यसको चौडाइ करिब 2 लाइनदेखि 4 लाइनको हुन्छ। त्यस्तै बी ग्रुप भनेपछि त्यसको ठ्याक्क डबल, अनि सी ग्रुप भनेपछि बीको ठ्याक्क डबल हुन्छ सी। त्यस्तै गरी एउटा पातलो खालको आउँछ, त्यसलाई चाहिँ जेड ग्रुप भन्छ, त्यो चाहिँ सबभन्दा पातलो हुन्छ। हामीसँग चाहिँ कुन कुन ग्रुपको भिबेल्टहरू होला? अहिले हामीसँग भएको ए बी सी तीनटै छ। त्यसमध्ये जेड ग्रुप चाहिँ पातलो चाहिँ छोटो खालकोमा चाहिँ प्राय हामीसँग उपलब्ध छ। यो भिबेल्टको काम चाहिँ अब कुन कुन भेहिकलहरूमा प्रयोग गर्न सकिन्छ, केमा प्रयोग गर्न सकिन्छ? यो भिबेल्ट खास गरिकन मेसिनमा युज हुन्छ। जहाँ मेसिन हुन्छ त्यहाँ एक ठाउँबाट अर्को ठाउँमा इनर्जी पावरलाई चाहिँ ट्रान्समिट गर्नको लागि चाहिँ यसको प्रयोग गरिन्छ र गाडीमा प्रयोग गरिने बेल चाहिँ अलिकति फरक खालको हुन्छ। हुन त पहिला पुरानो गाडीहरूमा चाहिँ यस्तै ए ग्रुपकै बेल्टहरू उपलब्ध गराएको बेल्ट चाहिँ मेसिन, फ्याक्ट्री हरेक ठाउँमा चाहिँ यसको युज हुन्छ। हामीसँग चाहिँ सबैभन्दा सानो एबिसीमा अनि सबैभन्दा ठुलो त्यही तीनटा साइजहरूमा कुन कुन नम्बरमा होला? सबभन्दा छोटो हामीसँग ए ग्रुपको छ। ए ग्रुप भन्नाले 19 देखि सुरु हुन्छ, अनि ए ग्रुपमा हाम्रो 19 देखि लिएर 130 इन्चीसम्मको छ भनेदेखि बी ग्रुपमा हामीसँग 25 देखि लिएर 180 इन्चीसम्मको छ। त्यस्तै सी ग्रुपमा तपाईको 55 देखि लिएर हामीसँग 200 नम्बरसम्मको छ हामीसँग। अनि यो भिबेल्टहरू चाहिँ कुन कुन कम्पनीको होला हजुरसँग? हामीसँग विशेष गरिकन हाम्रो आफ्नै ब्रान्डको छ, जसमध्ये चाहिँ गुरु भन्ने एउटा ब्रान्ड छ। त्यस्तै आएर जिटिएस भन्ने दोस्रो ब्रान्ड छ। त्यस्तै गरी अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड चाहिँ मित्सुबिसी छ, मित्सुबाग छ, त्यस्तै भी पावर भन्ने छ। त्यस्तै गरिकन इन्डियाको ब्रान्ड अलास्का छ, अनि त्यस्तै गरेर फेनर कम्पनीको पनि छ हामीसँग। त्यसमध्ये चाहिँ सबभन्दा हामीले राम्रो लागेको चाहिँ मित्सुबिसी ब्रान्ड हो र यो चाहिँ जापानको ब्रान्ड भएको कारणले यो एकदमै गुणस्तरीय बेल्ट मध्येमा पर्न आउँछ भनेदेखि यो चाहिँ डाइरेक्ट जापानबाट नआइकन सिङ्गापुरमा बनेको बेल्ट हो र हामी कहाँ आउने उपलब्ध भएको पनि यो सिङ्गापुरकै मित्सुबिसी ब्रान्ड हो। सबैभन्दा सस्तो र सबैभन्दा महँगो भिबेल्टहरूमा कुन कुन ब्रान्ड, कुन कुन नम्बर भन्न सक्नुहुन्छ? अब सस्तोमा भन्दाखेरि हामीसँग छैन। सस्तो अब पहिला हामीले चलाउँथ्यौँ र अहिले आएर हामीले चाहिँ त्यसमध्ये चाहिँ छानी कुन राम्रो भयो, कुन चाहिँ कम्प्लेन नआउने र गुणस्तर भएको, अलिकति महँगो भए पनि अलिकति राम्रै ब्रान्डमा हामीले फोकस गर्दै आइरहेका छौँ भनेदेखि अहिले सस्तो ब्रान्ड नै हामीसँग छैन र हाम्रो मध्यमदेखि सुरु भएर एकदम राम्रोमा चाहिँ तपाईको मित्सुबिसी, जिटिएस पर्न आउँछ भनेदेखि अलि मध्यम खालकोमा चाहिँ तपाईको गुरु कम्पनीको भयो। त्यस्तै एलिफेन्ट बल भन्ने एउटा छ, चाइनिज ब्रान्ड। त्यस्तै आएर मित्सुबा भन्ने छ। यिनीहरू चाहिँ मध्यम स्तरको चाहिँ छ। अनि हजुरले होलसेल, रिटेल कसरी बेच्नुहुन्छ? विशेष गरिकन हामीले यो बेल्ट बेच्ने काम सुरुवात हाम्रो खुद्रा बिक्रीबाटै हामीले सुरु गरेको हो भनेदेखि अहिले हामीले सबै साइज
अधिकांश सबै साइजको हामीले उपलब्ध गराइराखेका छौँ भने अब हामीले होलसेलमा पनि उपलब्ध गराइराखेको छौँ र यदि तपाईहरू कसैलाई बाहिर बजारमा किनेको बेल यदि चित्त बुझेन अनि तपाईलाई चाहिएको साइजमा तपाईलाई उपलब्ध भएन भनेदेखि हामी कहाँ उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई त्यति चाहिँ विश्वस्त छौँ हामी। पसलको लोकेसन भन्नुस् न। हाम्रो कम्पनीको नाम गुर्जु ट्रेड हाउस हो र यो भक्तपुरको दुधपाटी भन्ने ठाउँमा भक्तपुर हस्पिटलको नजिकै पर्न आउँछ र हाम्रो यो पसल चाहिँ तपाईको पूर्वपट्टि फर्किएको छ, तपाईको भक्तपुर हस्पिटलको पूर्व साइडमा चाहिँ पर्न आउँछ यो। हजुरलाई कन्ट्याक्ट गर्दाखेरि कुन कुन नम्बरमा कल गर्नु पर्ला? मलाई सम्पर्क गर्नको लागि 98 41 35 83 64 अथवा 98 18 3 49 4 49 मा सम्पर्क गर्नुहोला। ल धेरै धेरै धन्यवाद।